काठमाडौँको नजिकै यस्तो राम्रो ठाउँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ बल्खुबाट भित्र लाग्यौँ। आज चाहिँ हामी जाँदैछौँ चोबार, साथी र म भएर। साथीको चाहिँ फर्स्ट टाइम हो। अनि बल्खुबाट 2-3 किलोमिटर पर चाहिँ पुगिन्छ यो ठाउँमा चाहिँ है। अनि अलिकति पर पुग्ने बित्तिकै चाहिँ यस्तो हरियाली जङ्गलहरू देख्न पाइन्छ। A few moments later. ल अहिले चाहिँ हामी यहाँ मञ्जुश्री पार्कमा आएको छौँ है। साथी कस्तो लागिरहेको भयो? एकदमै राम्रो। फर्स्ट टाइम आयो साथी चाहिँ। म पनि एकदमै त्यो कलेज पढ्दाखेरि धेरै वर्ष पहिला आएको थिएँ, अनि अहिले आएको छु। अनि हजुरहरूलाई चाहिँ यहाँको भिडियो चाहिँ म सबै देखाउँछु है। हामी चाहिँ त्यहाँबाट टिकट काटेर यहाँसम्म आइपुगेँ। मैले चाहिँ अझै तल जाँदैछौँ। टिकटको चाहिँ 50-50 रुपिस रहेछ, 100 रुपिस दुईजनाको। यताबाट होला खोलातिर जाने चाहिँ। पहिला यतै जाऊँ न त है। ल धेरै पछि हरियाली देख्न पाइयो है। यहाँ चाहिँ सानो मन्दिर पनि रहेछ। हामी चाहिँ यहाँ तलतिर जाँदैछौँ। अब बाटो चाहिँ अलिकति भत्किखा के हो। ल यो चाहिँ पहाड चिरेर काटेर त्यो गरेको ठाउँ। अरे कहना क्या चाहते हो? हामी चाहिँ यहाँ पहाडमा हिँड्दैछौँ है। पहाड मञ्जुश्री पार्कमा एकदमै राम्रो आनन्द फिल भएको छ चाहिँ। अलिक तलैसम्म कहाँसम्म पुगिन्छ त्यहाँसम्म जाँदैछौँ है। यस्तो रमाइलो भइरहेको। साथी त्यहाँबाट पनि भिडियो खिच्दैछु नि, त्यही भएर म जान हेर्दैछु। दामी छ त है। हामी चाहिँ तलसम्म कहाँसम्म पुगिन्छ त्यहाँसम्म जाँदैछौँ होइन साथी? हो साथी। ल हामी चाहिँ यो खोला, हामी यस्तो फेरि यस्तो बाटोहरूमा पनि खासै डराउँदैनौँ कि। डराउन चाहिँ अलि एडभेन्चर टाइपको छौँ हामी। ल यति नजिकबाट है यसरी हेर्न पाउँदा चाहिँ यहाँ चाहिँ है ठाउँ ठाउँमा चाहिँ यस्तो मन्दिर टाइपको यस्तो छ है। त्यो सायद धार्मिक केही होला। मलाई चाहिँ यसको बारेमा खासै थाहा भएन। हजुरहरूलाई थाहा छ भने चाहिँ भन्न सक्नुहुन्छ है। ल है काठमाडौँको नजिकै यस्तो राम्रो ठाउँ हजुरहरू पनि आउन सक्नुहुन्छ है। यस्तो धेरै आनन्द। यहाँ आएर बस्दाखेरि चाहिँ त्यहाँ पुल पनि रहेछ है। त्यो पुलमा पनि जान मिल्छ। पुल पनि रहेछ, त्यहाँनिर मान्छेहरू पनि हुनुहुन्छ। अनि यहाँ चाहिँ यस्तो पहाड चिरेर है, पहाड चिरेर यसरी गरेको छ। के भयो? पानी जस्तै बगिरहन मन लाग्यो कि नअट्किने, केहीले नरोकोस् जिन्दगीमा, बाधाहरूले केहीले नरोकोस्। पानी जस्तै हुनु पर्यो। ढुङ्गामा ठोक्यो नि पानी त बग्ने छ नि त। मेरो सङ्गत भयो भने हुन्छ। एकदमै रमाइलो इन्जोय गरिरहेको छौँ। हामी चाहिँ अब उतापट्टि पुलतिर पनि जान्छौँ। अनि पुलतिर गए पछाडि पनि त्यहाँको पनि हजुरहरूलाई म देखाउने नै छु है। अब चाहिँ हामी यहाँबाट माथि उक्लिँदैछौँ है। तलबाट चाहिँ माथि उक्लिँदैछौँ। माथि पनि हेर्न कस्तो राम्रो छ। यो पार्कमा चाहिँ हामी मात्र छौँ नि त, अरू कोही छ हुनु पनि हुन्न। अनि हुनु भएको के भन्छ अरे, कोही पनि छैन अरू। कोही पनि छैन, हामी मात्र छौँ है। अनि त्यही भएर चाहिँ अनि त्यहाँ फेरि
कस्तो कस्तो खालको त्यो गुफाहरू रहेछ नि, त्यो भित्र ओडा जस्तो टाइपको होइन, ढुङ्गै ढुङ्गाको, त्यो भित्र के छ है अब। अनि त्यही भएर अलिक हल्का हल्का डर पनि लाग्यो हामीलाई चाहिँ। अरू त ठिकै छ। कोही भए पनि डर लाग्थ्यो होला नि मान्छेसँग। एकदम सुनसान छ क्या यहाँनिर चाहिँ, धन्न क्यामेरा छ है, नभए त बोल्नै सक्दैन तिमीलाई नत्र हामी। अब चाहिँ हामी फर्केर माथि जाँदैछौँ है अर्को पुल भएकोतिर। अनि यहाँ चाहिँ एकदमै धेरै रमाइलो भयो। अनि हामी चाहिँ यहाँ चाहिँ पिकनिकहरू पनि गर्न मिल्छ, ड्राई पिकनिकहरू पनि हजुरहरू आएर पिकनिक पनि गर्न सक्नुहुन्छ। काठमाडौँबाट यति नजिक यस्तो आनन्द ठाउँ है, अनि हजुरहरू पनि आउन सक्नुहुन्छ। साथीले चाहिँ मलाई के हाल भने थियो नि, त्यही भएर मैले चक्लेट हालेको थिएँ। चक्लेट हाल्न है हामी चाहिँ। केही छ केही नहुनु भन्दाखेरि पनि हामी अहिले भर्खर खाएर हो नि त। तपाईँहरूलाई देखाएको थिएँ हामीले। अब चाहिँ हामी चक्लेट खान्छौँ। यो कुरकुरे मिठो छैन? चक्लेट हो मिठै छ। विदेशी चक्लेट त्यस्तै हो। त्यही हुन्छ नि, मलाई एकान्त रहेछ। अनि साथीलाई चाहिँ डर लागेर एक खुट्टा थुर्थुर थुर्थुर कामिया। होइन टाइम भएको भए चाहिँ अझै बस्न मन लाग्ने ठाउँ रहेछ है। साथीले एकैचोटि मलाई सरप्राइज होइन यो ठाउँलाई सरप्राइज दिन्छ अनि कहाँबाट हुन्छ त्यस्तो। हान्दा यता पनि असर परेछ हौ। रुखहरू साह्रै सिधा। साह्रै सिधा हो साह्रै सिधा। यहाँको रुखहरू चाहिँ एकदमै सिधा सिधा खालको के। ल बाँस पनि लुगे होइन के हो? बास पनि सिधा छ हेर त साथी। म त्यसै भन्छु त नि, बाँस पनि सिधा छ के, बाँस त झुक्छ ऊ भन् बाबु। अनि एउटा कुरा पहेँलो छ बास, बाहिर हरियो पलाइरहेछ के हो यस्तो सुके जस्तो देख्छु बास। भने बाँस पनि यहाँ त अर्कै खालको छ त। ल ल ल यहाँ बाँस हेर्नु न, बाँस यो डाँठ चाहिँ पहेँलो छ होइन, अनि त्यस पछाडि अब पात त हरियो हुने नि भइहाल्यो। डाँठ चाहिँ पहेँलो छ के। अनि यहाँ चाहिँ हातमा यसै हिँड्छु क्या म है। भने सदुपयोगै गर्दिनँ कि। त्यही भनेको। ल है हामी घुम्दै घुम्दै पुलनिर आइसकेको छौँ। उतापट्टि साइडमा गइसक्यौँ, अब यतापट्टि साइडको पालो घुम्दै घुम्दै। बादल सरी उडे उडे। राम्रो छ यहाँनिर। तल चाहिँ अलिकति तलै छ, मलाई चाहिँ हल्का हल्का डर पनि लागिरहेको छ। ओहो हामीले चाहिँ पुलमा पनि फोटो भिडियोहरू खिच्यौँ है। पुल पनि एकदमै राम्रो थियो। तल हेर्दाखेरि चाहिँ अलिकति सिरिङ्ग हुने खालको थियो। पुल चाहिँ अलिकति पुरानै भइसकेको रहेछ, अब कति धेरै वर्ष पहिला बनेको होला है। एकदमै राम्रो, शब्दले बयान गर्ने नसक्ने। बल्खुबाट 2-3 किलोमिटर मात्र पर यस्तो राम्रो ठाउँमा हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ चाहिँ ड्राई पिकनिक पनि गर्न मिल्छ। हजुरहरूले स्पिकरहरू ल्याउनु भयो भने चाहिँ एक्स्ट्रा 500 लाग्ने रहेछ। हामीले चाहिँ बुझेको पनि थियौँ। अब चाहिँ हामी माथि चोबार जान्छौँ। यहाँबाट फर्क्यौँ भनेर चाहिँ मैले 3-5 चोटि भनिसकेँ होला है। अब फर्किन्छौँ भनेर फाइनली हामी फर्क्यौँ। फाइनली अब चाहिँ गेटको नजिक आइसकेको छौँ हामी चाहिँ। गेट त्यहीँ छ, हेर्न सक्नुहुन्छ है। हामीलाई यो पार्कले तानिरहेछ क्या साथी। तानिरहेछ हामीलाई, तर पनि हामी जानुपर्छ भन्ने हामीलाई थाहा छ। 5 बजिसकेछ। A few moments later. यहाँ चोबारको डाँडोमा छौँ है। यहाँ चाहिँ चोबार लेखेको छ। एकदम यहाँ चाहिँ हावा मिठो हावा आइरहेछ है साथी। मिठो हावा आइरहेछ अनि मिठो पानी खाइरहेको छु। एकदमै थकाइ लाग्यो है केरेर घुमेर। राम्रो छ यहाँनिर, तल भिर छ अनि हावा यस्तो मजाको हावा आइरहेको छ कि सरल। साथी मलाई अहिले एउटा कुराको रिग्रेट भयो नि। के कुरा? भर्खर यतिखेर चाहिँ मेरो लपाउनु पर्थ्यो अनि म यता आउनु। साथी ल हामी नेचरमा चाहिँ एकदमै धेरै इन्जोय गरिरहेको छौँ साथी र म चाहिँ। अब एकछिनमा चाहिँ हामी घर जान्छौँ है। यहाँ चाहिँ हजुरहरू पनि आउन सक्नुहुन्छ। एकदमै आनन्द छ। एक्लै आउँदाखेरि पनि हुन्छ नि एकदम
दुःख नै भुल्ने खालको टाइपको छ कि यो चाहिँ। सबै घर त बिर्सिसकेँ मैले, मेरो कहाँ हो घर। अनि हजुरहरूलाई केही टेन्सनहरू त्यस्तो केही भएको छ भने चाहिँ आउन सक्नुहुन्छ। माइन्ड फ्रेस हुन्छ यहाँ आयो भने चाहिँ। यहाँ आयो भने माइन्ड फ्रेस हुन्छ है। चङ्गाहरू पनि उडाइरहेको छन् है, कस्तो राम्रो देखेको कि चङ्गा उडाएको नि। अनि यहाँ सबै हरियाली छ अनि कति धेरैजना मान्छेहरू आउनुभएको छ कि यहाँ चाहिँ टन्नै हुनुहुन्छ मान्छेहरू चाहिँ। हजुरहरू पनि आउन सक्नुहुन्छ। आजको लागि चाहिँ म भिडियो यति नै गर्छु। अब एकछिनमा चाहिँ हामी घर जान्छौँ अनि भन्दै ओके बाई बाई सबैजनालाई। थ्याङ्क यू सो मच फर वाचिङ। साथी लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद। बाई बाई।